हामीले खास गरी भदौ 23-24 को जेन्जी विद्रोहपछि नै लगत्तै सार्वजनिक रूपमा आफ्नो धारणा के प्रस्तुत गरेका थियौं भने त्यो विद्रोह केवल केपी ओलीको ठाउँमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनको लागि मात्रै भएको थिएन। त्यो विद्रोह 84 को चुनाव 82 मा गराउनको लागि मात्रै भएको थिएन। त्यो विद्रोहमा जेन्जी मात्र होइन आम जनताको सहभागिता थियो र त्यसको मूल मर्म भनेको 2046 साल पछिको राजनीतिक परिवर्तन र त्यो परिवर्तनपछि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे नाम दिए पनि केही सीमित राजनीतिक दल र ती राजनीतिक दलको पनि मुठ्ठीभर नेताहरूले देशमा जुन प्रकारको लुटतन्त्र मचाए त्यसको विरुद्ध थियो अथवा देशमा विद्यमान अव्यवस्थाको विरुद्ध थियो। त्यसकारण हामीले भन्यौं यो 84 मा गर्ने चुनाव 82 मा गरेर समस्याको समाधान हुँदैन। 84 मा गर्ने चुनाव 82 मा जबरजस्त गरियो र यही व्यवस्था ठिक छ, यसैले गर्ने चुनावबाट जनताको अवस्था सुध्रिन्छ भनेर जबरजस्त चुनावतर्फ मुलुकलाई लगियो भने समस्या चुनावसम्मको लागि टर्ला, समस्यालाई अलि पर धकेलिएला, तर त्यसपछि समस्या झन् जटिल र भयानक बन्छ। त्यसकारण मुलुकमा फेरि द्वन्द्व नहोस्, भोलि कसैले पनि आफूलाई निषेधित भएको महसुस गर्न नपरोस्, कसैले पनि राष्ट्रको मूल प्रवाहबाट म अलग छु भनेर महसुस नगरोस् र देशले फेरि अर्को कुनै विद्रोह बिहोर्न नपरोस् भन्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताको बीचमा नयाँ समझदारी हुनुपर्छ र यस्तो मौलिक व्यवस्था निर्माण गर्नु पर्यो जहाँ कसैले पनि म पाखा छु भन्ने महसुस गर्न नपरोस्।